कोठैमा मेरो दिल बसे लाली कोठैमा। नमस्ते सबैजनालाई। मलाई थाहा छ भने सन्चै हुनुहुन्छ। यदि बिरामी हुनुहुन्छ भने एकदम फिट एन्ड फाइन स्वस्थ हुनुहोस्। म पनि एकदम फिट एन्ड फाइन छु। अनि आजको सुरुवात चाहिँ भ्लगको सुरुवात यसरी नै भयो। कसरी भन्दाखेरि मेरो चस्मा लगाएर म कालो कालो मान्छे, म चस्मा लगाएर म कालो कालो मान्छे, म चस्मा लगाएर पार्ट अफ जोक है। अनि म रेडी भइसकेँ। आज तर लाएर आज स्कुलको एनुअल प्रोग्राम छ अरे होइन। अनि त्यहाँ चाहिँ हामीलाई पनि 12 पास भएको विद्यार्थीहरूलाई चाहिँ ट्याक्क लाएर खाता साता लाएर सम्मान गर्ने रे भन्ने मैले कुरो सुनिरहेको छु। सो म त्यसैको लागि चाहिँ म कलेजको एनुअल प्रोग्रामको लागि जाँदै छु र जानेवाला छु। अब ज्याकेट लाउँछु साथीहरू। Just wear this jacket बुटुङ लाउँछु। सो भन्नुहोस् कस्तो देखियो म? क्या सो म रेडी भइसकेँ। अब म निस्किन्छु। ल म निस्किसकेँ। स्टुडेन्ट रेडी छ। फ्रेस भयो भने हिजो सर्भिसिङ गरेर च्याट्ट लिएर आएको। अब सरर लाएर गइन्छ। यो कुकुर चाहिँ भुक्यो। किन भुक्यो? ल यहाँ त मान्छेको यस्तो भिडभाड छ त्यहाँ। ए बा यो जता हेऱ्यो निकास र विकास चाहिँ हुन लाग्छ। तर दुःख पनि पाइएछ यार। दुःख पनि दुःख पाइयो यार। साँच्चै अति दुःख पाइयो। यो अब म मेरो गन्तव्यतिर अगाडि बढिसकेँ। सबैले हलमा हो कि होइन। अब सबैले हलतिर हिँड्नु पर्यो। स्कुल कलेज हुँदा चाहिँ अब मजाले वार्षिक उत्सव चाहिँ मनाइयो है। मजाले नाचिन्थ्यो। अब राम्रो प्रस्तुतिहरू गरिन्थ्यो। रमाइलो पनि हुन्थ्यो। अब त हामी अब बुढो भइयो भनौँ। कता हो कता? म लिन आउँदै त झन् यार। म ढिलो भयो कि फेरि त्यहाँ जाम भएर। यो त एउटा आन्टीलाई ल्याइदिएको। त्यो आन्टी काठमाडौँ गएछ कि अब जाऊ र जाम त्यो। ल हिँड ल दोस्त ल एकदम आरामै छु दोस्त। ल अब दोस्तलाई भेटिसक्यो। अब हजुर भ्लग आउँछ छिट्टै 2-3 दिन 3-4 दिनमा। अब बिजी एरिया, पुरै बिजी एरिया। यस्तो जाम छ नि यो बाटो। कहिले बनियो कि यार। फेरि झिझै लाउने दोस्त त फेरि यस्तो ज्याङ्गो छ नि। ज्यान चाहिँ फेरि दोस्तको खतरा खाएको फेरि। स्कुटर सर्भिसिङ गरेको फेरि यतातिर यस्तो निस्केको अगाडिको पार्ट्सहरू धेरै राम्रोसित टाइट नगर्दै जस्तो लाग्यो मलाई चाहिँ। त्यही भएर यस्तो आवाज आएको छ नि। लास्ट आवाज आएको छ, वाइड आवाज आयो यार। हजुर भिजा आयो कसम। यति औडा अस्ति औडा तिमी ठिस हान्छौ यार। अस्ति नै पनि त्यस्तै भन्यो। कहाँको? कुन देशको? युकेको? अब दोस्तले मलाई सब क्यामेरा गिफ्ट है। क्यामेरा गिफ्ट है। कुकमै जानु लाग्यो। ए कुक पढ्न जानु लाग्यो। ओ अब त पढ्दै रट्ठ हान्दै पाउन्ड छाप्दै। हजुर होइन अब तिमीले गिफ्ट हानेर जाऊ न। गिफ्ट हानेर जाऊ न।
ल हामी छिर्यो सोसल पब्लिकको एनुअल प्रोग्राममा है ल ट्याक्क ल यसको गाइस उए गिर्न हो क्या यार अगाडि यार त्यो गाडीले पिच गरी हान्दै रे यार ठिस रहेछ गाडी त यार के लिएर आयो ल जुत्ता दोस्त खोइ जुत्ता हेरौँ दोस्त हेरिहालौँ टिभीएल बवाल छ त यार रनिङ सुज रनिङ गर्न लाग्यो कम्फर्टेबल यसो ल ठिक छ हुन्छ नि यिनीहरू काम के हो दोस्त एउटा त गिफ्ट हो क्या दोस्तले जुत्ताको भण्डार बोकेर आएन अब यो यस्तो भुँडी घटाउने हो अरे क्या दोस्तले अब त्यही भएर जाम दोस्त अब यहीँ हो नि त यहीँ यो ल जाम दोस्त ल हामी अब छिर्छौँ है छिर्छौँ के होला अनि यो खिचिरहेको छु त दोस्त खिचिरहेको छु त यहाँ खिचिरहेको छु त उही ल यो ठ्याक्कै सोसल पब्लिकको आर्टहरू हेर्दैछौँ हामी पहिला चाहिँ है ल जाम दोस्त कताबाट सुरु गर्ने तपाईँहरू हेर्न सक्नुहुन्छ सोसल पब्लिकमा यस्तो क्रिएटिभ यस्तो आर्टिस्ट मान्छेहरू हुन्छ नि होइन ल हेर्न सक्नुहुन्छ यो सबै 6, 7, 5, 6 को भाइ बहिनीहरूले पनि यस्तो राम्रो बनाउँछ नि पेन्टिङहरू हेर्न सक्नुहुन्छ तपाईँहरू हेर्नुहोस् त आमा ल हेर्नुहोस् सरलक्कै हेर्नुहोस् है तपाईँहरू सोसल पब्लिक स्कुलको भाइ बहिनीहरूले बनाउनु भएको यताबाट आमा यस्तो बनाएको छ हेर्नु त ल हेर्नु त आर्टको आर्टिस्टहरूको चाहिँ कमी छैन है सोसल पब्लिकमा के कसो छैन साथी छैन नि होइन ल ठिक छ अब हामी भित्र छिर्छौँ भित्र ढुकाबाट छिर्दै अब ल ल कति धेरै साथीहरू कहाँ बस्यो जहाँ बस्यो नि कस्तो लागेको छ दोस्त मलाई दामी लागिरहेको छ यार त्यस्तो कसम अडियन्सहरू हेर्न मजा आउने रहेछ मजा आयो एकदम मजा हाम्रो सर हेर्ने यस्तो ह्यान्डसम सब देश छोड्यो कि भनेको कहाँ छोड्छ देश छोड्दैन हेर्नु त आमा सर अहिले त आउनु हजुरले बिहा गर्नुभयो गरिसक्यो गर्नु भएन आज सरले अर्को बुढी लिएर आउँछ अर्को बुढी यस्तो ह्यान्डसम भएर आउनुहुन्छ अर्को सर होइन सर त फेरि अहिले सोझो हुनुहुन्छ सर त केही भन्नुहुन्छ सर त फेरि अहिले फ्यामिली पर्सन हुनुहुन्छ क्या त्यही भएर केही भन्नुहुन्न यता सर त फेरि अहिले छट्टु हुनुहुन्छ हुँदैछ साथीहरू हुँदैछ पुरा दाढी साडी पालेर हाम्रो क्लास टिचर हुनुहुन्छ त्यही भएर हामीले यस्तो हक गरेकै फेरि अरू टिचर भएको यसरी हक गर्न पाइँदैन फेरि याद गर्नुहोस् फेरि हाम्रो एकदम बेस्ट टिचर होइन बेस्ट टिचर आज सरहरू सब फोटिन्छ भनेको हाम्रो सरसँग भेटायो अब सर हाम्रो विदेश भएको साथीहरूसँग हुन्छ गफ लाउँदै हुनुहुन्छ यहाँ अब अहिले सर फोटो सेक्सन हुन्छ नि होइन फोटो सेक्सन अहिले आज भेट्ने कि सर खानुभएको र ल त नि खाजा खानुभएको र खाजा खानुभयो नि है जोक गरेकै फेरि यसै ल अब हाम्रो यहाँ हामीलाई सम्मान गर्न जाँदै हुनुहुन्छ होइन त मजाले हो ल चुप्पा आयो त हाम्रो चाहिँ यहाँ अब सबै हुँदैछ है ल नमस्ते म्याम र डम्बर बहादुर ठिक छ कृपया अगाडि आइदिनु होला नभए अभिभावकहरूलाई लास्ट है त ल त्यसै गरी म दुई
त्यो त एउटा भिडियो छ मार्यो मार्यो कस्तो हेरेको स्टेज त खाली भइसक्यो त हल्ला त्यस्तो होला जस्तो यार काट्नु पर्यो यार भिडियो यार ल फोटो खिच फोटो खिच बाबु फोटो खिच बाबु हेर्छ त हेर्छ लुक्स हेर्नु आएको जसरी के हो क्यामेरा फोटोसुट भयो है ल हाँस्नै पर्यो पर्यो दोष पर्यो अब आज चिम्लेको हाल्यो भने चाहिँ त्यहाँ ल हाम्रो सम्मान कार्यक्रम सकिएर पनि हामी सबै अब बिदाबादी भयो अब अनि अब हामी निस्क्यो यो हलबाट ए सामाना कहाँ हो बाई 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 बाटै बाटो भन्दैला फेरि अनि तिमीलाई कङ्ग्रेचुलेसन अब तिम्रो हुनेवाला श्रीमान भर्ती होइन के अरे लाउरेमा पास हुनुभएकोमा हो न अरे धन्यवाद भन न ल यस्तो खुसीको कुरा भन्दा नि बोल्न पाइन्न इन्तजारका फल मिठा होता है भन न के अरे त्यो सोच न त्यसै सोचेर मुस्किल हो क्या स्टुडन्टले गर्दा यही हो नि दोस्त होइन ल दोस्तले ल्याएको ठाउँमा सबले फेरि पागल भनेको थियो कि फेरि हामीलाई फेरि हाम्रा ल हामी अब यहाँबाट निस्क्यौँ खायो बसियो रमाइलो गरियो भिडियो सिडियो बनाइयो टिकटक बनाइयो यहाँ दुईवटा दाजुभाइ जस्तो कुकुर बिहाल जस्तो यहाँ लड्दैछन् बाटो लड्दैछन् ए यस्तै छ अब मेरो यता स्कुल यता छ हामी निस्क्यो अब हामी एउटा साथीको बहिनीलाई चाहिँ छोड्न निस्किन्छौँ हामी उनीहरूको चाहिँ कता गयो त यता गयो ए उनीहरू उता गइसकेछ धन्यले बाटो बिर्सिरहेको यार ए दोस्त कति अगाडि बसेको अहिले पछाडि बस यत्रो जान्छ हेप्पा कस्तो भयो त बहिनी आयो तिम्रो प्यारेन्ट्स डे चप्पल हरायो ल दुःखको खबर छ बहिनीको चप्पल हराइदियो तर हुन्छ कहिले यस्तो अब स्कुल लाइफ रमाइलो गर बहिनी किनकि यस्तो पलहरू तिम्रो आउँदैन अब फेरि घुमेर हो र बोल्न देऊ न आजै लास्ट हो नि अब कहिले भेट्छौ र तिमीहरू अब कुकुर बिरालोहरू कहिले भेट्छौ अब कहिले त भेट्दैनौ अब ए मेकअप लाछ लिपस्टिक भनेको नि मेकअपै त हो नि हो त साथै घर चाहिँ यही हो ल बहिनी ल जाऊ है ल बाई ल साथी ल राम्री जाऊ है ल आउँदोस् ल भयो कुकुर बिहा नगरबाट ल जाम सब रफ्ता जाने अब र फाडी जाम ल जाम झन्डेले उत्तै यार ल अब चाहिँ हामी निस्किन्छौँ भुर्र के कताबाट जाने हो
कताबाट पृथ्वी चौकबाट ल पृथ्वी चौकबाट जाऊँ है त ल ल ल ओ माई गड बाटो ओहो बाटो त यस्तो छ नि त साथीहरू यार कसरी जाने हो त यार यो त हेत्तेरी क्या हजुर आइपुग्यो ल दोस्त बिहान यही बाटोले गर्दा ढिलो भयो कि म त यहाँ बाटो खनेको थियो दोजर थियो नि दोस्त बिचमा अब हामी ठ्याक्क आयौँ पनि अनि हाम्रो मेरो दादाको सामान पनि आयो सही आयो कि दोस्त हेर न सही आएन त ठ्याक्क बसेको बेलामा कि होइन सो यो चाहिँ के हो भन्दा यो मजा हुन्छ यार यो खेल्न यार उयो के हो ए प्याक हुने रहेछ नि यो चाहिँ प्याक हुँदा चाहिँ मैले झुकिरहेको कि एउटा सिङले आयो क्या भनेर फेरि एउटा निकाल्नु ए नखस्छ एउटा निकाल्यो नि त ल दोस्त ल निस्कियो अब ए निस्कियो अरे ल चाउ राम्रेसी अब त्यहाँको ल दोस्त ल जाऊ है राम्रेसी ल निस्कियो दोस्त पनि त्यही हो ल दोस्त पनि अब गयो अब म पनि अब अरू रुममा जान्छु सो अब निस्किनै पर्ने हो अब ल सो त्यही हो आजको दिन पनि रमाइलो भयो अब रमाइलो मनाइयो घुम्यो फिर्यो पुरानो साथीहरूसँग भेट्यो गफ पनि मिठै भयो अनि ठिक छ गेम पनि खेलियो रमाइलो भयो सो अब त्यही हो अब आजले यति नै जसले पनि हेरिदिनुभयो मलाई धेरै धेरै धन्यवाद अन्तिमसम्म हेर्दै हुनुहुन्छ भने चाहिँ लाइक सब्सक्राइब सेयर गर्न चाहिँ नबिर्सिनु होला हस् त गुड नाइट बाई बाई सबैलाई